बाबा मलाई आशीर्वाद दिनुहोस् मैले केटी भगाएर ल्याएको छु। छोरा तैँले आखिर गर्न के खोज्दैछस्? केटी ल्याउँछु भनेर गएको मान्छे एउटा आइमै ल्याएर आएको छ, त्यही पनि गुठैसँग। यो त भगवानको कृपाले, यो त हाम्रो गिफ्ट हो, गिफ्ट नि प्यारी हो। कस्तो गिफ्ट छोरा, कस्तो? पुरा नघुमाएर भन्। अरे बाबा भैँसी किन्दा पाडो सित्तैमा आउँछ भन्ने सुन्नु भएको छैन? अनि यिनी पनि हाम्रो गिफ्टै हुन् नि प्यारी। अनि अब तपाईँ पनि सिकुतो दुध खानु होला त बाबा। ए भनेपछि माइतैमा बसेर बच्चा त नुहाउने आइमै लिएर आइ। अरे बाबा तपाईँ गलत सोच्दै हुनुहुन्छ के? म त्यो माइतीमा बस्ने कोही कसैले माइतीमा बसेर बच्चा फत्ल्याक्क पाउने छोरी ल्याउँछु होला जस्तो लाग्यो। यिनले त उतै दारामाथिको माइला घर बसिने दुईटा फत्ता फत्ता जन्माए थिइन्। हो एउटा टिभी ल्याउने त दारामाथि माइला जोइ हुन्। गधा तेरा ठुल बाउले ससुराली गएर आफ्नै सुम्निनलाई भगाएर लगे। भोलि तेरो काकाले बाघ्रा हात्ती बिहा गरे, बाघ्रा हात्ती। अब हुँदा हुँदै तैँले पनि अर्कै जोइ ल्याएर मेरो नाक काटिस् होइन?